हाम्रो देशको अर्थतन्त्रको एउटा यस्तो आधार स्तम्भ छ जसले हामी सबैको जीवनलाई कुनै न कुनै रूपमा छोएको छ। त्यो हो वाणिज्य ब्याङ्क। आज हामी यी ब्याङ्कहरूले हाम्रो वित्तीय प्रणालीलाई कसरी चलाउँछन् भनेर एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। यो प्रश्न सुन्दा जति सरल छ उत्तिकै गहिरो पनि छ। हामीले खातामा जम्मा गरेको सानो रकमदेखि लिएर देशका ठूला ठूला उद्योगसम्म पैसाको यो प्रवाह आखिर कसरी सम्भव हुन्छ होला? यो पुरै प्रक्रियाको पछाडि कुन शक्तिले काम गरिरहेको छ? हो, त्यो शक्ति अरू केही होइन, नेपालकै वाणिज्य ब्याङ्कहरू हुन्। यिनीहरू नै हाम्रो वित्तीय प्रणालीका इन्जिन हुन् भनौँ न, जसले पैसालाई एउटा ठाउँबाट अर्को सही ठाउँमा पुर्याएर पुरै अर्थतन्त्रलाई गति दिन्छन्। ल, आजको हाम्रो यात्रामा हामी के कुरा गर्छौँ त? सुरुमा ब्याङ्कहरूलाई किन अर्थतन्त्रको मेरुदण्ड भनिन्छ भनेर बुझ्नेछौँ। त्यसपछि नेपालमा ब्याङ्किङको इतिहास कस्तो थियो, यिनीहरूका मुख्य काम के हुन्, विकासमा कस्तो भूमिका खेल्छन् र अहिलेको ब्याङ्किङ प्रणाली कस्तो छ, यी सबै विषयमा कुरा गर्नेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, अर्थतन्त्रको मेरुदण्ड। आखिर ब्याङ्कहरूलाई किन यति धेरै महत्त्वपूर्ण मानिन्छ त? अब आधिकारिक रूपमा वाणिज्य ब्याङ्क भनेको के हो? सरल शब्दमा भन्नुपर्दा नेपाल राष्ट्र ब्याङ्कले इजाजत दिएको यो क वर्गको वित्तीय संस्था हो। यसको मुख्य काम भनेकै सर्वसाधारणको बचत सुरक्षित रूपमा सङ्कलन गर्ने र त्यही पैसालाई आवश्यक परेका व्यक्ति वा व्यवसायलाई ऋणको रूपमा उपलब्ध गराउनु हो। तर यो प्रणाली सधैँ यस्तै त थिएन, होइन र? ल, एकचोटि फर्केर हेरौँ न नेपालमा ब्याङ्किङको सुरुवात कसरी भयो भन्ने रोचक इतिहासलाई। नेपालमा आधुनिक ब्याङ्किङको जग चाहिँ सन् 1937मा नेपाल ब्याङ्क लिमिटेडको स्थापनासँगै बसेको हो। त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क जस्ता सरकारी ब्याङ्कहरू पनि आए। तर वास्तविक परिवर्तन चाहिँ 1980को दशकपछि आयो, जब आर्थिक उदारीकरणले निजी ब्याङ्कहरूका लागि पनि ढोका खोलिदियो। त्यसपछि त ब्याङ्किङ क्षेत्रको स्वरूप नै बदलियो। ल, अब इतिहासबाट वर्तमानमा फर्कौँ। आजको दिनमा एउटा ब्याङ्कले वास्तवमा के काम गर्छ त? बैङ्कको काम गर्ने तरिकालाई हामी एकदमै सजिलोसँग 3 चरणमा हेर्न सक्छौँ। पहिलो, यसले हामीबाट बचत सङ्कलन गर्छ। दोस्रो, त्यही जम्मा भएको पैसालाई घर बनाउन, व्यापार गर्न वा पढ्नका लागि ऋणको रूपमा दिन्छ। र तेस्रो, पैसाको कारोबारलाई सजिलो बनाउन अरू विभिन्न वित्तीय सेवाहरू पनि प्रदान गर्छ। अनि कुरा यतिमा मात्रै सकिँदैन है। आजका ब्याङ्कहरू त त्योभन्दा धेरै अगाडि बढिसकेका छन्। विदेशसँग व्यापार गर्दा पैसाको ग्यारेन्टी दिने एलसी सेवा होस् वा विदेशबाट पठाएको पैसा सुरक्षित रूपमा घरसम्म पुर्याउने रेमिटान्स सेवा, यिनीहरूले हाम्रो जीवनलाई साँच्चै धेरै सजिलो बनाएका छन्। अनि मोबाइल ब्याङ्किङ र क्युआर भुक्तानी त हाम्रो दैनिकी नै बनिसक्यो। त्यसो भए यी सबै कामहरूले आखिरमा के गर्छ त? हो, यसले सिधै देशको विकासमा सघाउँछ। अब हेरौँ कसरी बन्छन् त ब्याङ्कहरू विकासका साझेदार। आज ब्याङ्कहरूको पहुँच गाउँको सानो किसानदेखि लिएर सहरको ठूलो उद्यमीसम्म पुगिसकेको छ। र यही वित्तीय पहुँचले नै त हो देशको आर्थिक पाङ्ग्रालाई गति दिने। यसलाई अझै सरल भाषामा भन्दा ब्याङ्कहरूले साना तथा मझौला व्यवसायलाई ऋण दिएर अर्थतन्त्रको जग बलियो बनाउँछन्। जब यी व्यवसायहरू फस्टाउँछन्, त्यसले रोजगारीका अवसरहरू सृजना गर्छ र अन्ततः धेरैभन्दा धेरै नागरिकलाई वित्तीय प्रणालीमा जोड्छ। ल, यत्रो लामो इतिहास र विकासको यात्रापछि आजको दिनमा नेपालको ब्याङ्किङ प्रणाली कहाँ उभिएको छ त? अहिलेको अवस्था कस्तो छ त्यो हेरौँ न। अहिलेको कुरा गर्ने हो भने नेपालमा जम्मा 20वटा वाणिज्य ब्याङ्कहरू सञ्चालनमा छन्। पहिले त यो सङ्ख्या धेरै थियो, तर ब्याङ्कहरू एक आपसमा गाभिएर यानि कि मर्जर भएर अहिले झन बलियो र सक्षम भएका छन्। साथै प्रविधिको प्रयोगले ब्याङ्किङलाई पहिलेभन्दा धेरै सुरक्षित र आधुनिक पनि बनाएको छ। जस्तै नोबेल ब्याङ्क, एनआइसी एसिया, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य ब्याङ्क जस्ता नामहरू त हामी सबैले सुनेकै छौँ, होइन र? यिनीहरू नै हुन् देशका केही प्रमुख र विश्वासीय वाणिज्य ब्याङ्कहरू। त्यसो भए आजको यो सबै कुराकानीबाट हामीले के बुझ्यौँ त? वाणिज्य ब्याङ्कहरू केवल पैसाको कारोबार गर्ने संस्था मात्रै होइनन्। यिनीहरू आम मानिसको विश्वासका प्रतीक हुन्, देश विकासका नभई नहुने साझेदार हुन् र भोलिको नेपालको आर्थिक भविष्यको सबैभन्दा बलियो आधार हुन्।